मैले सुनेको अनुसार गाउँलेहरू सभापतिले खोज्नलाई जङ्गलमा आउने कुरो छ। त्यसो भयो अब हामी के गर्ने त गुरु? गाउँलेले हामीलाई समात्यो भने कुट्नु कुट्छ। यदि मलाई छोड्दियो भने तिमीहरूले कुटा खाँदैनौ। यति सजिलै छोड्दै भएको भए तँले अपहरण किन गर्थे र मैले? यसो गरौँ राज, अब यो सभापतिलाई अन्तै लिएर जाउँ। गुरु मलाई 2 लाख चाहिएन, बरु सावित्रीलाई छोडिदिनु। जान तर सभापतिलाई छोड्दिन। एकचोटि सोच त राज, तँलाई पैसाको कति जरुरत छ भनेर। पैसाको खाँचो छ भन्दामा यस्तो नराम्रो काम गर्न भएन नि गुरु। राम्रो काम गरेर त कहिले पैसा कमाउँदैन गुरु। कुरा त ठिक हो तेरो। गुरु अब के गर्ने त? अब केही गर्नु पर्दैन राज, सावित्रीलाई अर्को जङ्गलमा लिएर जा। ल 2 लाखको सावित्रीलाई अर्को जङ्गलमा लिएर सकेपछि मलाई फोन गर नि। हुन्छ गुरु, अब हामी सावित्री लिएर अर्को जङ्गलतिर जान्छौँ। केटा हो, सावित्रीलाई बाँधेको डोरी खोल। हस् गुरु। हामी सबैलाई एकै ठाउँमा खोजेर सावित्रीलाई भेटिँदैन। अब हामी सबै छरिएर फरक फरक ठाउँमा खोज्न जानुपर्छ। दादा, हजुरको कुरा ठिक हो। तपाईले भने जस्तै गरौँला हामी सबैजना काजी साहब। एक न एकजनाले त कसो नभेटेला सावित्रीलाई। म र राधा सँगै जाउँला नि त। जाउँ राधा। हुन्छ हुन्छ जान। हामी बाउ छोरी नि सँगै जान्छौँ। ल काजी साहब, हामी सावित्रीलाई खोज्न हामी बाउ छोरी पनि एकातिर जान्छौँ। हुन्छ काजी, अर्को रौणे र म अर्को ठाउँमा खोज्न जान्छौँ नि त। हिँडेर रौणे जाउँ। हुन्छ रौणे जाउँ। तिमी र म सँगै जाउँ अब।
ए साँच्ची मैले त भन्न बिर्सिछु आजदेखि तेरो नाम डेनी सूर्य नाम सुहाएन क्या अहिले हुन्छ नि दादा हजुर ल दादा हजुर सावित्रीले खोज्न म एक्लै जान्छु डेनी हो डेनी यिनीहरूकै हामी पनि खोज्न जाऊँ हस् काजी साहब मलाई त साह्रै गाह्रो भयो सावित्रीले लिएर हिँड्नलाई चेक साटेपछि तिमीहरू दुईजनालाई 10,000 दिन्छु नि त म त्यसपछि त त्यस्तो गाह्रो साह्रो गइहाल्छ तिमीहरूले मलाई नछोड्ने नै हो छोड्ने भयो यसरी जङ्गल जङ्गल लिएर हिँड्थ्यो त सावित्री कहाँ हो यो अपहरणकारीले सावित्रीलाई कहाँ चाहिँ लगेर राख्यो होला त त्यही त होइन रमा जति खोजे पनि भेटिँदैन त खोज्दा खोज्दा थाकिसक्यो जति थाके पनि सावित्रीलाई खोज्न परिहाल्यो यस्तै पारा हो भने आज हाम्रो बास जङ्गलमै होला जस्तो छ जङ्गलमै बस्नु पर्यो भने त गाह्रो पो हुन्छ त हौ म त बेकारमा गाउँ आएछु है किन र गाउँमा आएर धेरै दुःख पाइयो नि यसलाई दुःख भनिँदैन नि दुःख भनेपछि भारी बोकेर हिँडेकोलाई भन्ने हो मेरो लागि त यो पनि भारी बोकेर हिँड्नु सर हो त परिस काजीको छोरी दुःख त भइहाल्छ नि हिँड अब हिँड्नु अब भनेर मात्र हुन्छ र हिँड्न सक्नु पर्यो नि कस्तो खाना काट्लो त्यो तिमीहरू यत्रो सानो जङ्गलमा हिँड्न सक्दैन भन्नलाई म त सानो हो गुरु हिँड्नलाई कम गाह्रो छ तिमीहरूलाई काम गरेर खाना त गाह्रो भइहाल्छ नि तिमीहरूले मलाई नछोड्ने नै भयो होइन बाबा सावित्री दिदीलाई दाइले कता लगेर राख्यो होला जति खोजे नि भेट्दैन खै कता लगेर राख्यो मैले बुझ्न नसकेका कुरा सावित्रीलाई तेरो दाइले किन अपहरण गरेछ यो कुरा त दाइ भेटिसकेपछि दाइले नै सोध्नु न तैले सावित्रीलाई किन अपहरण गरेको भनेर भेटे पो सोध्नु हामीले खोज्न चाहिँ छोड्नु हुँदैन खोज्न त सबै गाउँले मिलेरै खोजिरहेछ त तर पनि भेटेको छैन तेरो दाइले साह्रै दुःख दियो चिन्ता नलिनु बाबा दाइलाई भेटेपछि घरमा लगेर बिहे गरिदिनु पर्छ त्यसपछि सुध्रिहाल्छ नि जाऊ इन सावित्रीलाई खोज काजी साहब यसरी बसेर त सावित्रीलाई भेट्दैन त अनि कहाँमा सावित्री खोज्न आएको हो र म त गाउँलेहरूको नजरमा हिरो बन्न मात्रै आएको हो तपाईँको कुरा बुझ्नै सकिनँ काजी साहब
मैले भनेको कुरा बुझ्ने भइदिए भए मेरो जस्तो दिमाग भइदिए त मेरो घरमा काम गर्न आउँथिस् र? त्यो पनि हो काजी साहब, हामी चाहिँ सावित्रीलाई खोज्न नजाने हो र अब? जान त जाने, तर बिस्तारै जाने। सावित्रीलाई भेटेन भने मेरो 1 लाख रुपियाँ हराइगयो नि। भनेपछि 1 लाखकै लागि सावित्रीलाई खोज्न आउनु भयो कि क्या हो? पैसाकै लागि त हो नि, नत्र यस्तो जङ्गलमा दुःख पाइमा किन खोज्न आइरहन्थे? गाउँको काजी भएको नाताले नि त खोज्न सक्नुहुन्थ्यो नि। त्यो मेरो छोरी होइन, बुहारी होइन, न मेरो बुढी हो, किन दुःख पाइ खोजिरहनु पर्यो? यति साह्रो निष्ठुरी पनि नभएको भए हुन्थ्यो काजी साहब। चुप लाग, बढ्ता हुन्छस्। तँसँग रामदाई आउनु भएको होइन? खोइ त रामदाई। खै मलाई थाहा नै भएन, बुढा कता गएछन्? अनि तैँले सावित्रीलाई भेटिस् त? कहाँबाट भेट्नु? खोजेछु भेटिँदैन। त्यही त भनेको, यो जङ्गलमा सावित्री छैन कि क्या हो? त्यसो भए अर्को जङ्गलमा जाउँ न त। न अर्को जङ्गलमा भेटिन्छ कि? ल ल ल हिँड। गुरु एकछिन बसौँ न, साह्रै थाक्यो। हो गुरु, एकछिन बसौँ। अब हामीलाई गाउँलेले भेट्दैन गुरु। बस्नु भए जाउँ त बसौँ। म्याक्सम्यान र तेरो दुश्मनले गर्दा हामीलाई साह्रो गाह्रो भयो। तिमीहरूले अपहरण नगरेको भएदेखि न मलाई दुःख हुन्थ्यो न तिमीहरूलाई दुःख हुन्थ्यो। यो सब तिमीहरूले गर्दा भएको हो। हामीलाई पनि कुनै रहर छैन तल अपहरण गर्नलाई। यो काम मैले पैसाको लागि गरेको। गुरु, यो पैसा भन्ने चिज कस्तो रहेछ है? जे काम गर्न पनि तयार हुने।
राजभाइ मलाई छोडिदिनुहोस्, बिन्ती छ। मेरो छोरीले के खाएको छ के खाएको छैन हेरेर फर्किन्छु म। यस्तो कुरा नगरेको राम्रो, बुझिस्? हामीले पैसा पाइहाल्यो, छोडिदिउँ सावित्री दिदीलाई। हामीले सावित्रीलाई छोडिदियो भने पैसा बचाउन गाह्रै हुन्छ। यदि तिमीहरूलाई ज्यानको माया छैन भने म सावित्रीलाई छोडिदिन्छु। हुन्जुर छ केटा हो। भो ज्यानको माया मारेर त सावित्रीलाई नछोडौँ होला। जङ्गल सबै घुमिसक्यो, सावित्री त भेटिँदैन त। मारेर फ्याल्दै होला काजी साहब सावित्रीलाई। फालेको छैन होला। त्यो राज मान्छे मारेर फ्याला जस्तो देखिँदैन। कसको मनमा को बस्न सक्छ र काजी साहब? पैसा देख्न साथ मन त चेन्ज भइहाल्छ नि। तेरो कुरा पनि ठिक हो अर्के, सबै चिज पैसा नै हो अहिले, नत्र किन सावित्रीलाई अपहरण गर्थे र? यो दुनियाँमा सबै स्वार्थी छन् काजी साहब। सावित्रीलाई जति खोजे पनि भेटिन्न। हामी अब घर लागौँ। गाउँलेलाई छोडेर हामी मात्रै घर गयो भने गाउँलेलाई हाम्रो नराम्रो सोचिहाल्छ नि। त्यसैले हामी सबै गाउँलेहरू सबै सँगै घर जाने हो। तपाईँको कुरा पनि ठिक हो। हामी घरमा गयो भने फेरि गाउँलेले स्वार्थी भन्ला हामीलाई है काजी साहब। हामीले त सावित्रीलाई भेटाउन सकेन, न गाउँलेहरूले पो भेटे कि। जाउँ न गाउँलेहरू भएको ठाउँमा। हिँड्नु नि त हजुर अगाडि। सानो काजी अब सावित्रीलाई भेटेला जस्तो छैन। हामीले पो भेटेनौँ, गाउँले त नभेटिसके कि। खोइ मलाई विश्वास लागेको छैन सावित्री भेटिन्छ कि भनेर। के कुरा गरेको यस्तो? तँ चिन्ता नगर, सावित्री अवश्य भेटिन्छ। तँलाई खोज्ने काम त छोड्नुहुन्न। घरको काम छोडी छोडी सावित्रीले खोज्न आएको छु। खोज्न त जानु पर्यो नि। तेरो मात्र छ नि घरमा काम, मेरो पनि घरमा कति काम छ नि। तपाईँको काम के छ त्यो त मलाई थाहा भएन। मेरो त घरमा गाईलाई घाँस काट्न पनि छ। यहाँ सावित्रीलाई तनाव छ, तँलाई त गाईको चिन्ता। आज दिनभरि खोजौँ, भेटी चाहिँ नभए घर जाउँ। बल्ल भनी तपाईँले राम्रो कुरा गर्नुभयो सानो काजी। हामी गाउँले भएको नाताले खोजेको हो, नभेटेपछि के हो नि त सानो काजी? यहाँ बसेर कुरा गरेर हुँदैन। ल बरु खोज्दा मिन। सावित्रीलाई भेट्यौ त? भेटाएको भए त हामीसँगै हुन्थ्यो नि। पण्डित, तिमीले पनि सावित्रीलाई भेटाएनौ क्या? कहाँबाट भेट्नु? यत्रो सारा वन घुमिसके, सावित्रीको अत्तो पत्तै छैन। तिम्रो छोराले सावित्रीलाई कहाँ लगेर लुकायो होला त? एकचोटि फोन गर त राजलाई। नम्बर थाहा हुनु पर्यो नि फोन गर्नलाई। हुन त अस्ति भर्खर विदेशबाट आएको हो क्या रे। तिमीले पनि सावित्रीलाई भेटेन भने डेनी? कहाँबाट भेट्नु? बरु खोज्दा खोज्दा भोकै लागिसक्यो मलाई त। भोक त मलाई पनि लागेको छ नि। तर के गर्नु, यो जङ्गलमा खानेकुरा केही पाइँदैन। नत्र तिम्रो सबैले म केही खानिदिन्थेँ। काजी साहब अब हामी घर जाने त होला नि।
घर नगएर कहाँ जानु त? जङ्गलमा बास भए नि कुरा आएन। अब हामी सबैजना घर जानुपर्छ। अब हामीले सावित्रीले नखोज्ने हो र काजी साहब? खोजेर भेट्ने भए पो खोज्नु। ठिक भन्यो रमाले। खोजेर भेट्ने भए आज दिनभरि खोज्दा भेटिहालिन्थ्यो। तिमीहरूको सहमति भएको भए म चाहिँ लागेँ अहिले। लाइ त। त्यसो भए हामी पनि घरतिर जाउँ। आइज। योन्जन हर्बल चिया पिउँ, सधैँ निरोगी रहौँ।